सधैँ हाइवेमा हिँड्दाखेरि देखिने सरस्वतीको मूर्ति भएको यो ठाउँ टिप्पर घाटको छेउबाट बाटो आएपछि के लिएर आउनु हुँदै फर्सी मुन्टा तलै बाटो चाहिँ निस्केको छैन यहाँबाट अब कन्टिन्यू माथि जाऊँ हिँडौँ अलि पर्तिरसम्म पुगेको यता सिधा बाटो देखेर यता चाहिँ होइन रहेछ फेरि फर्केर जानु पर्यो त्यहाँ अलिकति उकालो चढ्ने ठाउँमा अलि अप्ठ्यारो बाटो रहेछ सायद त्यही नै होला कि जाने बाटो चाहिँ यो बाटो माथि चढ्न सकेला के तर सजिलो बाटो नि हुनु त पर्ने कुनै कतै सायद अब यो यहाँ बन्दै गरेको भएर अलि अप्ठ्यारो भयो होला लेट्स ट्राई इट यहाँबाट माथि अलिकति सजिलो रहेछ यहाँबाट तल झर्न अलि अप्ठ्यारो होला तर उकालो चढ्दा चढ्दै थाकिसक्यो फ्या भइसक्यो ओ माई गड ल डेस्टिनेसन गन्तव्य आइपुगेको छ ल आइपुग्नै लागेछ ल फाइनल डेस्टिनेसन यही हो हाइवेबाट देखिराख्ने जङ्गलको बिचको सरस्वती देवीको मूर्ति यही हो ल गणेशजीको बाट सुरु शिवलिङ्ग चारतिर मुख भएका शिवलिङ्ग र यहाँ